हेलो एभ्रिवान, के छ तपाईहरु सन्चै हुनुहुन्छ? गर्मी छ अहिले एकदमै है बाहिर। म चाहिँ नर्मल स्किन केयर रुटिन गर्दैछु। पहिला सिरम लगाएँ, त्यसपछि मोइस्चराइजर। यो चाहिँ सेटाफिलको मेरो रेगुलर लगाउने मोइस्चराइजर हो, एकदमै राम्रो छ। अनि त्यसपछि लगाएँ मैले डाक्टर जैकीको सनस्क्रिन। व्हाइट कास्ट पनि छोड्दैन, एकदमै राम्रो बेस्ट छ यो सनस्क्रिन चाहिँ। अनि ड्राई स्किन हुनेहरुको लागि। अनि अलमोस्ट म रेडी भएँ। अनि त्यसपछि रेडी भएर हामी चाहिँ लाग्यौं बाहिरतिर। आज चाहिँ हाम्रो दाइको घरमा पूजा छ, त्यही भएर चाहिँ हामी रेडी भएर सबैजना जाँदैछौँ। अनि म चाहिँ अलमोस्ट रेडी भएँ। अनि त्यसपछि दिदीहरू पनि आइपुग्नु भयो। अनि हामी लाग्यौं। अनि दिदी चाहिँ कुरिरहनु भएको थियो। हामीलाई बाटोमा घामले पोलिसक्यो भन्दै दिदीले हल्का डायलग पनि दिनुभयो। त्यसपछि हामी लाग्यौं माछा पोखरीमा यति चर्को घाम थियो। अनि गाडी आयो, त्यसपछि हामी गाडीमा चढ्यौं। अनि एकैछिनमा पुग्यो। अनि गाडी भएर सबैजना ओर्ल्यौं। अनि त्यसपछि एकदम गर्मी थियो। अनि कुल्फी खायौं। अनि त्यहाँकै सामानहरू पनि सपिङ गऱ्यौं। त्यसपछि लाग्यौं हामी दाइको घर। ठ्याक्कै दाइको घर पनि आइपुग्यो। पूजा सुरु भइसकेको थियो बिहानैदेखि। हामी चाहिँ अलि ढिलो पुगेको थियौं। अनि एकछिन पूजामा बस्यौं। अनि हल्का गफसफ गऱ्यौं। सबैजना भेट भएको नि त, रमाइलो पनि भयो। अनि खाना खाने टाइम भयो। खाजाहरू पूजाको प्रसाद भन्छ हैन। अनि भोक लागिरहेको थियो, त्यही भएर हेर्नु न सबैजनाले थाल भरि प्लेट भरि लिएर खाइरहेको थियो। छोरी त झन् मान्छे चाहिँ सानो, ओ माई गड। अनि त्यसपछि हामी चाहिँ बिदावादी भएर सबैजनालाई बाई बाई, फेरि पछि भेटौँला भन्दै हामी चाहिँ लाग्यौं घरतिर। थ्याङ्क यू फर वाचिङ गाइज। सबैजनाले लाइक, शेयर, कमेन्ट गर्नुहोला। सबैजनाले फुल भिडियो हेर्नुहोला। थ्याङ्क यू सो मच।